म कहाँ केही मान्छेहरू आउनुहुन्छ भन्नुहुन्छ मसँग 500 भोट छ, मसँग 5000 भोट छ, योसँग 3000 भोट छ। यो भोटको ठेक्का कहिले दिनुभयो तपाईहरुले अर्कालाई? तपाईको भोट तपाईसँग छ कि त्योसँग छ? अनि त्यो किन बार्गेनिङ गर्छ? एउटा राँगो देऊ, 4वटा खसी देऊ, 5वटा कुखुरा देऊ, 2 लाख 4 लाख 5 लाख देऊ, मसँग 500 भोट छ भन्छ। तपाईको भोटको पसल त्यसले किन खोल्दैछ? त्यो किन आउँदैछ मसँग 500 भोट छ, मसँग 200 भोट छ, मसँग 1000 भोट छ भनेर? त्यसको भोटको पसल बन्द गर्ने हो, आफ्नो भोट आफ्नो खल्तीमा राख्ने, आफ्नो विवेक प्रयोग गर्ने। यसपटक भोटमा कसैलाई दलाली गर्न दिने होइन। एउटा कुरा म अगाडि नै बताउन चाहन्छु, यो मौन अवधि आउन बाँकी नै छ। त्यो मौन अवधि सबभन्दा खतरनाक अवधि हो। तपाई हामीलाई लुटेर कमाएको पैसा खर्च गर्ने अवधि नै त्यही हो। त्यस समयमा विभिन्न राशन अन्न पानी बाँड्ने अनि पैसा बाँड्ने क्रियाकलाप हुन्छ। यसपटक त्यो सबै कुराको निगरानी नागरिकले गर्नुपर्नेछ है, तपाईहरुले निगरानी गर्नुपर्नेछ, तपाईहरुले हेर्नुपर्नेछ। मलाई अचम्म लागेको कुरा एउटा, म हिसाबमा अलि कमजोर मान्छे हुँ, तर यति हिसाब चाहिँ म पनि बुझ्न सक्छु भनेर मैले भन्दै आएको थिएँ। एउटा मात्र हिसाब बताएर जान्छु है आज, एउटा हिसाब। नेता हुने बित्तिकै आम्दानी बढ्ने त होइन, उल्टो घट्छ। हाम्रो त घट्या छ, अरू कसरी बढेको थाहा छैन। नेता हुने बित्तिकै आम्दानी बढ्ने त होइन। चुनावमा पैसा बाँड्ने, सरसामान बाँड्ने, सबै कुरा बाँड्नको लागि पैसा खर्च भएपछि उसको खल्तीबाट त उसको खाताबाट पैसा घट्नु पर्ने हो नि, घटेको छैन। अनि यो पैसा कहाँबाट आयो? कहाँबाट आयो भने चोरेको पैसा हो, चोरेको पैसा हो। एउटा घरको होइन, एउटा पुस्ताको चोरे, भाग्य चोरेको पैसा हो। सिङ्गो पुस्ताको भाग्य चोरी भएको छ। आज बाध्य भएर रुँदै रुँदै यो देश छोडेर आफ्ना बाआमालाई छोडेर जाने रहर कसलाई छ? कसैलाई पनि छैन। यहाँ सम्भावना छ, हामी गर्न सक्छौँ, तर हाम्रो भाग्य र भविष्य चोरेर महल बनाएका छन्। यहाँ धेरैजनाले तर्सिनु भएको छ, हामीलाई पनि डजर लाउँछ कि यो गर्छ कि भनेर चिन्ता गर्नु भएको छ। ढल्यो भने सबभन्दा पहिला भ्रष्टाचारीको महल ढल्छ, गरिबको बस्ती होइन। गरिबको बस्ती ढल्ने होइन, भ्रष्टाचारीको महल चाहिँ ढल्न सक्छ, त्यति चाहिँ म भन्न सक्छु। हस्, अरू कुरा चुनावी कार्यक्रमहरुमा आउँदै गरौँला। र फेरि अर्को एउटा जिम्मेवारी दिनुपर्ने छ यहाँहरूलाई मैले। यसपटक चितवन मात्र जितेर हुन्न साथी हो, देशका हरेक उम्मेदवारले जित्नुपर्छ। अबको नयाँ संसदमा रासोपाले जेनजीका प्रतिनिधि टन्नै राखेको छ।